गाउँका अध्यक्ष तथा प्रतिनिधिहरू, छिमेकी विद्यालयका प्रह तथा प्रतिनिधि सरहरू, यस सामुदायिक वनका सल्लाहकार साथीहरू एवं सामुदायिक वन उपभोक्ताका युवा नेतृत्व भाइ बहिनीहरू, स्थानीय युवा क्लबका युवा भाइ बहिनीहरू, आजको यस साधारण सभालाई भव्य र सभ्यताका साथ सफल पार्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण बुवा आमा हामीले गत वर्षको आम्दानी र आम्दानीबाट खर्च घटाउँदा हामीसँग कुल बचत भनेको 4,80,418 रुपैयाँ। जेसीबीलाई यो त्यति बेला यो 80-81 हो, त्यो तिर्न बाँकी थियो। तिरेको जेसीबीको 13,500 लगानीतर्फ यो हामीले त्यति बेला 81-80। गडवा गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष बाबुराम अधिकारी दाजु, त्यसै गरी विशिष्ट अतिथि सिद्धगङ्गा नगरपालिका वडा नम्बर 9 का अध्यक्ष दाजु भीम केसीज्यू। हामी प्रत्यक्ष देखिरहेका छौँ सामुदायिक वन 300 को परिधिको नीतिबाट अगाडि चल्छ। सबै भएर लाग्छ भन्दै र सामुदायिक वन त महासङ्घतर्फ यहाँ सबैलाई त्यही अनुरोध गर्दै यो दुवै सामुदायिक वन समूहको साधारण सभा अतिथिको रूपमा पाल्नुभएका संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लागि तपाईले मेरो फेसबुकमा देखिसक्नुभयो होला। युएन भन्ने युनाइटेड नेसन भन्ने एउटा चाहिँ संयुक्त राष्ट्र सङ्घको संस्था छ। त्यसले चिसापानी रङसिङका जनताले वडाका अध्यक्ष श्री बाबुराम अधिकारी हुनुहुन्छ, उहाँलाई प्रमुख अतिथिको रूपमा आसन गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा आसन गरिदिनु निमित्त सिद्धगङ्गा नगरपालिका 9 का वडा अध्यक्ष आदरणीय श्री भीमबहादुर केसीले पनि आसन गरिदिनु म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा विशिष्ट अतिथिको रूपमा आसन गरिदिनु निमित्त राप्ती उद्योग वाणिज्य सङ्घ भालुवानका उपाध्यक्ष बसन्त गिरीलाई पनि आसन गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको रूपमा आसन गरिदिनु निमित्त सामुदायिक उपभोक्ता महासङ्घ जिल्ला सदस्य श्री चन्द्रपुर जिल्ला पनि आसन गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको रूपमा कालीखोला सामुदायिक उपभोक्ता सङ्घका अध्यक्ष समूहका अध्यक्ष सुबहादुर कुमारलाई पनि आसन गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसै गरी कालकाली सब डिभिजन वन सामुदायिक वनको संरक्षणको सम्बन्धमा सदुपयोग गरौँ। वनको दुरुपयोग सम्पूर्ण उपभोक्ता यस कार्यक्रमका प्रमुख अतिथि गडवा गाउँपालिका वडा नम्बर 1 का स्थानीय सरकारका प्रतिनिधि बाबुराम अधिकारीज्यू, सिद्धगङ्गा नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष भीमबहादुर केसी दाजु, राप्ती उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भाइ बसन्त गिरी, सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला शाखा दाङका जिल्ला सदस्य चन्द्रपुरी दाजु, सब डिभिजन वन कार्यालय कालाघाटे देवपुरी दाङका सम्पूर्ण वनरक्षक भाइ बहिनीहरू, लेखा समिति संयोजक शिवराम दाई, मावि रङसिङका गुरु एवं प्रधानाध्यापक ज्ञानहरि सर लगायत सम्पूर्ण उपस्थिति अतिथिज्यूहरू, यस बागडुग्रा तमार सामुदायिक वन उपभोक्ता समूहका
कार्य समितिका साथीहरू, कालीखोला सामुदायिक वनका अध्यक्षज्यू लगायतका सम्पूर्ण साथी टिमहरू, यहाँहरू सम्पूर्णलाई मेरो हार्दिक स्वागत एवं यो 31औं वार्षिक साधारण सभाको तर्फबाट यहाँहरूले दिनुभएको समयप्रति म आभारी छु। र यो हाम्रो सामुदायिक वनले यो वर्षभरिमा भए गरेका कामहरू र हामीले गर्नु नसकेका कामहरू र यो गर्नु नसकेका कामहरूलाई अथवा हामीले गर्नुपर्ने कामहरूलाई के कसरी जाने भन्ने कुरामा मैले अध्यक्षको तर्फबाट सामान्य एउटा वार्षिक प्रतिवेदन तयार गरेको छु। यसमा कुनै किसिमका कमी कमजोरी होला, गल्ती होला, यसलाई यहाँहरूले सुधार्ने मौका दिनुहुनेछ र सुधार्नको लागि आग्रह गर्नुहुनेछ। कृपया साना नानीभाइहरूलाई एकपटक अलिकति शान्त गराइदिनु भयो भनेदेखि सम्पूर्णले यो कुराहरूलाई सुन्नुहुनेछ। समग्रमा श्री बागदुला दमार सामुदायिक वन उपभोक्ता समूह गोडवा गाउँपालिका 1 चिसापानी देउखुरी दाङ मिति 2082 साल 10 महिना 24 गतेको 31औं वार्षिक साधारण सभामा प्रस्तुत समीक्षा वार्षिक प्रतिवेदन। आदरणीय यस बागदुला दमार सामुदायिक वन उपभोक्ता समूह गोडवा 1 चिसापानी देउखुरी दाङको 31औं वार्षिक साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, स्थानीय सरकारका प्रतिनिधिज्यू, कालाकाटे सब डिभिजन वन कार्यालयका प्रतिनिधिज्यू, कालीखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिज्यू, जनसेवा सार्वजनिकका अध्यक्ष तथा प्रतिनिधिज्यू, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह शिवगङ्गाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, छिमेकी विद्यालयका प्रह तथा प्रतिनिधि सरहरू, यस सामुदायिक वनका सल्लाहकार साथीहरू एवं सामुदायिक वन उपभोक्ताका युवा नेतृत्व भाइ बहिनीहरू, स्थानीय युवा क्लबका युवा भाइ बहिनीहरू, आजको यस साधारण सभालाई भव्य र सभ्यताका साथ सफल पार्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार एवं स्वागत टक्राउँछु। सर्वप्रथम त म आज यस साधारण सभामा यस सालको वार्षिक प्रगति प्रतिवेदन यहाँहरू समक्ष पेश गर्न पाउँदा नितान्त खुसी छु। विक्रम सम्वत 2049 सालमा साना किसान तथा केयर नेपालको संरक्षण र एउटा निगरानीमा नेपालको केयर नेपालको संरक्षणमा सानो उपभोक्ता बनाएर सामान्य 16 हेक्टर क्षेत्रफलको संरक्षणमा 2051 साल 10 महिना 26 गतेमा दर्ता भई विभिन्न किसिमका अप्ठ्यारा परिस्थिति र समय समयमा हुने फेरबदल हुने वन नियमावलीहरूलाई कार्यान्वयन गर्दै यस सामुदायिक वन अहिलेको यो स्थितिमा आएको बेहोरा मैले पेश गर्न चाहन्छु। सर्वप्रथम त यस समूहको सामान्य परिचय दिन चाहन्छु। उक्त परिचय दिनुभएका पहिले यस समूहका संस्थापक अध्यक्ष चन्द्रमणि पौडेल लगायत गिरिबहादुर दर्लामी, कृष्णबहादुर गिरिजीको अध्यक्षता रहेको पूर्व कार्यकालको समितिलाई पनि म सम्झन चाहन्छु। उहाँहरूलाई आजको साधारण सभाको मञ्चबाट सम्मान प्रकट गर्न चाहन्छु। यस सामुदायिक वनको ऐतिहासिक पृष्ठभूमि विगतका साधारण सभामा पनि सामान्य जानकारी यहाँहरूलाई गराएको हुँदा आज म यस सामुदायिक वनको संक्षिप्त परिचयतर्फ लाग्ने अनुमति चाहन्छु। सामुदायिक वनको नाम बागदुला दमार सामुदायिक वन उपभोक्ता समूह, उपभोक्ताको नाम बागदुला दमार सामुदायिक वन उपभोक्ता समूह, क्षेत्रफल 150.47 हेक्टर हालको कायम, पूर्वको सिमानामा धानखोला, कपिलवस्तु र अरेखाँची, पश्चिममा रमसिङ खोला, झरौनी खोला र जनसेवा सामुदायिक वन उपभोक्ता समूह, उत्तरमा चिसापानी आबादी कृषि सडक र रमसिङ खोला, दक्षिणमा महेन्द्र राजमार्ग र यसबाट लाभान्वित घरधुरी सङ्ख्या 246 घरधुरी। उपभोक्ता समूहको क्षेत्र चिसापानी, रङसिङ, खण्डेखुट्टी, चिदेरा, कालीखोला, धानखोला, सिद्धगङ्गा, अर्खाँची 8 3 खण्डे र किरोनीका केही घरधुरी। यस सामुदायिक वनको संक्षिप्त संरक्षण नीति: वन हेरालु 1 जना, अग्नि नियन्त्रण अनुगमन कटान समिति तथा सम्पूर्ण उपभोक्ताको सावधानी र उत्तरदायित्व र वनप्रतिको लगाव एवं माया। यस सामुदायिक वनको पश्चिम खण्डको अन्दाजी 5 हेक्टर क्षेत्रफल, खाली जग्गामा 3500 विभिन्न किसिमका बकाइनो, मौवा, टिक लगायतका बिरुवाहरू, गोबडिया काष्ठ, समिल तथा फर्निचर उद्योगको र डिभिजन वन कार्यालयको सहयोग तथा यस समूहका उपभोक्ताको संरक्षणमा वृक्षारोपण गरिएको छ। उक्त वृक्षारोपण तपाईँ हाम्रो एउटा सद्भाव, माया र उक्त बिरुवाको क्षेत्रलाई दिएको एउटा संरक्षण नीतिले हाल सबै सुरक्षित र त्यहाँनिरको जुन वातावरण छ नितान्त खुसी र हराभरा हुने आशा लिएका छौँ। र दिनमा यस सामुदायिक वनका 246 घरधुरीद्वारा यस सामुदायिक वनको क्षेत्रमा रहेका वनमाराका झार जङ्गललाई हटाउने मुख्य लक्ष्यसहित झाडी सफाइ गरिएको छ र आगामी दिनमा प्रयुक्त गरिनेछ। गर्मी मौसममा यस समूहको भौगोलिक अवस्था
अप्ठ्यारो रहे तापनि आगलागी नियन्त्रणका लागि यस समूहका कोषाध्यक्षको संयोजकत्वमा आगलागी नियन्त्रणमा पटक पटक खटिएको र नियन्त्रण गरिएको छ। उपभोक्ता समूहको माग पूरा गर्न यस सामुदायिक वन क्षेत्रमा स्वीकृत वन व्यवस्थापन कार्यालय बमोजिमको सुखद ढलापडा र अर्धमित रुखहरू तोकेको क्षेत्रबाट डिभिजन वन कार्यालय नभई दाङको कटान सहमति र कालाकाटी सब डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा सङ्कलन गरी नियमअनुसार बिक्री वितरण सहमतिले बिक्री गरिएको छ। गणराज्य सभाको अध्यक्षता गरिरहनुभएका यस बागदुला दमार सामुदायिक वनका अध्यक्ष पदमगिरीज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, आदरणीय शिक्षक गुरुगणहरू, उपस्थित सब डिभिजनबाट उपस्थित प्राविधिकज्यूहरू, छिमेकी सामुदायिक वनबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिज्यूहरू, युवा क्लबका प्रतिनिधिज्यूहरू र सम्पूर्ण यस बागदुला दमार सामुदायिक वन तथा कालीखोला सामुदायिक वनका उपभोक्ताज्यूहरूमा मेरो तर्फबाट र बागदुला दमार सामुदायिक वनको तर्फबाट नमस्कार गर्दै म समय धेरै नलिइकन गत वर्षको आर्थिक प्रतिवेदन भन्दा बित्तिकै सबैको आँखा गड्ने र अत्यन्तै झन्झटिलो सहनशील रूपमा चाहिँ गर्नुपर्ने एउटा कार्यको जिम्मेवारी म यस समूहको कोषाध्यक्षका रूपमा रहेर विगत लामो समयदेखि गरिरहेको छु र त्यही सिलसिलामा मैले आर्थिक वर्ष 2081-82 को एक वर्षको चाहिँ आर्थिक प्रतिवेदन संक्षिप्त रूपमा प्रस्तुत गर्न गइरहेको छु र यसमा एउटा हाम्रो मैले भन्नै पर्ने कार्यक्रम के भने सबैले अत्यन्तै ध्यान दिएर सुनिदिनु हुनेछ भन्ने अनुरोध गरिसके। हामीले जुन यो विभिन्न वन सम्वर्धनका क्रियाकलापहरू गर्दाखेरि जुन एउटा गैल बापत विभिन्न नवीकरणमा छुट भएर हामी केही साथीहरूको अझै पनि चाहिँ बाँकी छ, त्यसको समस्त हामीले चाहिँ व्यक्तिको रिपोर्ट सुनाउन, जस्तै घुम्ती कसहरूको रकमको व्यक्तिको रिपोर्ट सुनाउनलाई हामीलाई लामो समय लाग्ने र तिर्नुपर्ने, त्यसमा सहभागी हुनुपर्ने तपाईँहरू स्वयं व्यक्तिहरू नै भएको हुनाले विभिन्न बैठकमा छलफल गरी पत्र तयार गरी सम्पूर्ण सम्बन्धित उपभोक्ताज्यूहरूलाई हामीले अनुरोध गरेका छौँ। आज यस साधारण सभाको तर्फबाट पनि हजुरहरूलाई पुनः अनुरोध गर्दै समयमै हजुरहरूले यस संस्थालाई बचाउनका लागि आफूले चाहिँ तिर्नुपर्ने या आफूले पाउनुपर्ने अधिकार सबै कुराहरू समयमै गर्नुपर्नेछ भन्ने कुरामा ध्यान दिनु होला भन्ने अनुरोध गर्दै म आफ्नो प्रतिवेदन सुनाउन गइरहेको छु। हाम्रो गत वर्षको आम्दानीतर्फ गत वर्षको अल्ल्या रकम 3,22,223, काठ दाउरा बिक्रीबाट 4,44,679 रुपियाँ, खावा तथा बल्ला बल्ली बिक्रीबाट 42,710 रुपियाँ, साप्ताहिक दाउरा झिजा दाउराबाट 10,670 र खर घाँस ड्याम क्षेत्रको 2,500। त्यसै गरी डाँडाबाट तर्फ 375, नवीकरण सदस्यता नवीकरण तर्फ 21,900, बैंक ब्याज 1,463, निवेदन दस्तुरबाट 580, दण्ड जरिवानाबाट 700, टेन्डर फर्म बिक्रीबाट 3,000, सदस्यता समावेश शुल्क 1,000, समूह बाहिर काठ बिक्रीबाट 2,47,500 गरी जम्मा हाम्रो 10,79,301 रुपियाँ हाम्रो आम्दानीतर्फ देखिएको छ। त्यसै गरी हाम्रो खर्चतर्फ वन हेरालु तलब कुल एक वर्षको 1,32,000, झाडी सफाई खर्च 11,320, सङ्कलन खर्च छपान सहित जुन काठ बुटाहरू सङ्कलन गर्दाखेरि 2,30,460, समिति अनुगमन तथा खाना नास्ता खर्च 7,775 गरी कुल 3,81,555 र प्रशासनिक तथा अन्य खर्चतर्फ पारिश्रमिक अनुगमन 6,020, यातायात 24,450, पोसाक वन हेरालु 4,850, राजस्व 3 वर्षको 67,526,
रुपियाँ 49 पैसा, नवीकरण टाँचा 500, स्टेसनरी 8,720, साधारण सभा खर्च 34,070, अतिथि सत्कार 6,615, लेखा परीक्षण खर्च 8,000, संशोधित विधान 25,325, सूचनातर्फ 4,000, आर्थिक सहयोग 11,350, परदेश सञ्चित कोष 35,900, नेपाल बैंक लिमिटेड घोडाईमा रहेको 6,793 रुपियाँ 23 पैसा, कर्णाली विकास बैंक भालुबाङमा रहेको 1,53,674 रुपियाँ 30 पैसा, कुमारी बैंक भालुबाङमा रहेको 10,433 रुपियाँ 05 पैसा, घुम्ती कोष लगानी 1,49,500, कालीखोला सामुदायिक वनलाई सापट्टि दिएको रकम 1,50,000 रुपियाँ र कोषाध्यक्ष तथा समूहमा जम्मा रहेको नगद रुपियाँ 10,018 रुपियाँ 97 पैसा। टोटल गरी हामीले गत वर्षको आम्दानी र आम्दानीबाट खर्च घटाउँदा हामीसँग कुल बचत भनेको 4,80,418 रुपियाँ। यसरी सरस्वती समितिको पटक पटक बैठक बसेर सम्पूर्ण कागजातहरू चेक गरेर त्यसपछि गएर आन्तरिक लेखा समिति जुन हामीले आज पनि गठन गर्नेछौँ, गत वर्षको आन्तरिक लेखा परीक्षणले चेक गरी पारित गरेर अडिटका लागि चाहिँ पठाइएको हाम्रो आर्थिक प्रतिवेदन यही नै हो। यसरी नै प्रस्तुत गरेँ। हजुरहरूका राय सुझाव सल्लाहहरूलाई चाहिँ समयमा चाहिँ हजुरहरूले चाहिँ चासो राख्नुहुनेछ, सोधबुझ गर्नुहुनेछ भन्दै आफ्नो छोटो आर्थिक प्रतिवेदन मन्तव्य यही अन्त्य गर्दछु। हस्त धन्यवाद। छैन, अब घाटाको घाटा छ। त्यही पनि अब मैले भएको आर्थिक आम्दानीको प्रतिवेदन सुनाउन गइरहेको छु। गत वर्षको अन्य रकम 1,17,000 अन्य रकम छैन। यो कृषि विकास ब्याङ्कमा 1770.52, कर्णालीमा 883, अनि सालजातको गोलिया 80-81 को निकासी थियो। अहिले अब हामीले निकासी गर्न सकेनौँ। त्यसको 85,174, अनि मिश्रित दाउराबाट 40,000, दण्ड जरिमानाबाट यो भेडा च्याङ्रा पश्चिमबाट पूर्व यो चाडपर्वको बेलामा ओसार पसार गर्ने क्रममा हाम्रो कालीखोला समुदाय वनको पूर्व क्षेत्रमा त्यहाँ रोकेर हाम्रो समुदाय वनमा चराउने अथवा त्यहाँ विश्राम गराउने बेलामा हामीले त्यसलाई त्यहाँ गराउनु हुन्न, त्यहाँ हामीले राख्न दिनौँ भने त्यति बेला जरिमाना गरेको हो। प्रत्येक ट्रकको 1,000 रुपियाँ प्रति ट्रक, त्यसको 22,000, अनि डाँडाबाट 1,325। यो जरिमानाहरू अन्य यो बल्ला बल्लीबाट जरिमाना 1,500, नवीकरण एक करोड 1,700, अर्को नवीकरण यो पनि नवीकरणै हो। यो एकै ठाउँ जोड्नु पर्यो 10,950, झिजा दाउरा 7,600, बागबुला दमार साब उसको सापट्टि रकम 1,50,000, अनि टोटल आम्दानी हाम्रो यो 3,05,653.52, अनि यो हाम्रो जेसिबीलाई यो त्यति बेला यो 80-81 हो, त्यो तिर्न बाँकी थियो। तिरेको जेसिबीको 13,500, लगानीतर्फ यो हामीले त्यति बेला 80-81 त्यो निकासी गर्न छपान कटान अनि सबै गर्ने बेला समिति मार्फत चौकीदारलाई आवश्यक खर्च सहित यो लगानीतर्फ यो फिर्ता गर्नेतर्फ हो। यो समितिबाट उठाएर हामीले त्यो काम चलाएको थियौँ 62,000, अतिथि सत्कार यो 5,000, प्राविधिक 4,500, जेसिबी तेल
4080, स्टेसनरी 280। गणवा गाउँपालिका वार्ड नम्बर 1 का अध्यक्ष बाबुराम अधिकारी दाजु, त्यसै गरी विशिष्ट अतिथि सिद्धगङ्गा नगरपालिका वडा नम्बर 9 का अध्यक्ष दाजु भीम केसीज्यू, यसै गरी देशमा आसीन विभिन्न सामुदायिक वनका अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू, वन डिभिजनबाट उपस्थित हुनुभएका सरहरू, हाम्रो हामी प्रत्यक्ष देखिरहेका छौँ। सामुदायिक वन 300 को परिधिको नीतिबाट अगाडि चल्छ। पहिलो कुरा संरक्षण गर्ने हो, त्यसलाई अनि सम्वर्धन गर्ने र त्यसपछि सदुपयोग गर्ने हो। जबसम्म वन बचाउन सकिँदैन, भावी पुस्ताका लागि यो सम्पत्तिलाई बचाउन नसक्ने हो भने भोलि एउटा जटिल परिस्थिति आउन सक्छ भन्ने कुरालाई आत्मसात गर्दै नेपाल सरकारले 2048 सालपछि सबै समुदायहरूलाई आफ्नो सेवा क्षेत्रभित्रको वन खाली जग्गामा वृक्षारोपण गर्ने, भएका वनहरू सही व्यवस्थापन गर्ने थुप्रै भएर लागिन्छ भन्दै र सामुदायिक वन महासङ्घतर्फ पनि यहाँ सबैलाई त्यही अनुरोध गर्दै यो दुवै सामुदायिक वन समूहको साधारण सभा भव्य एवं सभ्य रूपमा सुसम्पन्न होस् भन्दै मेरा चित्त मिटाएर भनेर अन्त्य गर्न चाहन्छु। धन्यवाद। अतिथिको रूपमा पाल्नुभएका संस्थाबाट पाल्नुभएका संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका विद्यालयका प्रधान तथा प्रतिनिधिहरू, विभिन्न यस हाम्रो समुदायमा विभिन्न सङ्घ संस्थाको नेतृत्व गर्ने सम्पूर्ण नेतृत्वमा बस्नुहुने सम्पूर्ण सामाजिक व्यक्तित्वजीहरू, यस कार्यक्रममा भव्य र सभ्य रूपमा सफल बनाउनको निम्ति पाल्नुभएका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी सबैमा मेरो व्यक्तिगत तर्फदेखि र सिद्धगङ्गा नगरपालिकाको तर्फदेखि सबैमा हार्दिक नमस्कार टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। आज हामी 31 वर्ष अघि तपाईँले मेरो फेसबुकमा देखिसक्नुभयो होला, युएन भन्ने युनाइटेड नेसन भन्ने एउटा चाहिँ संयुक्त राष्ट्र सङ्घको संस्था छ। त्यसले चिसापानी रङसिङका जनताले खानेपानी खान पाएनन् हामीले भन्दै गर्दाखेरि, सरकारले पैसा छैन भन्दै गर्दा काम गर्ने मन त हामीलाई 75 सालमै थियो। तपाईँलाई पानी खुवाउनको लागि रेड क्रसको कार्यक्रम ल्याएर जुरुडीको वनको पानी चिसापानीमा धारा झारेको हो नि त। तपाईँलाई विभिन्न 5-7 वटा कुवाको लागि बजेट पैसा पठाएको हो नि त। त्यो त ढाक्नु पर्दैन। तर त्यसले पनि पर्याप्त नभइसकेपछि हामीले ठुलो वृहत पानी खाउँ भनेर योजना बनाउँदै गर्दा हामीले हिजो संयुक्त राष्ट्रसङ्घ युएनको संस्थालाई बोलाएर 2टा गाडी तपाईँले देख्नुभयो होला। हामी गएर त्यो राँगाकाटेमा ठुलो कुवा त्यहाँ बनेको चाहिँ रहेछ। मैले पनि हिजो हेर्ने मौका पाएँ। डाँडोमा टङ्की रहेछ, त्यहाँ थुप्रै पाइपहरू आएको छ। अब